हेलो नमस्कार सबैजनालाई। म काम विशेषले पोखरा आएको छु। देख्नुभएको छ पोखरा कति सुन्दर छ। यहाँ बस्ने सबैजना असाध्यै सुन्दर हुनुहुन्छ। तर यो सुन्दर सहरमा पनि डाक्टर महावीर पुनलाई थुक्ने, त्यसैगरी किताब बेच्दै गर्दाखेरि यहाँको स्थानीय सरकार मेयर साहबले किताब बेच्न नदिने समाचार सुन्दाखेरि चाहिँ मनमा असाध्यै दुःख लागेको छ। ल डाक्टर महावीर पुनलाई थुक्ने मान्छे त ठिक छ, बुझेको छैन, डाक्टर महावीर पुनलाई पढेको छैन, उहाँको कामहरू हेर्नुभएको छैन, थुक्नुभयो, उहाँको चेतना त्यति नै छ। तर मलाई दुःख लागेको अझ धेरै, जो यत्रो सहर चलाएर बस्ने हाम्रो मेयर साहब हुनुहुन्छ। बरु तपाईँले त सक्नुहुन्थ्यो, कास्की जिल्लामा कति जनसङ्ख्या, झन्डै 5.5 लाख जनसङ्ख्या हुनुहुन्छ। तपाईँहरूले मान्यज्यू हामी अलि व्यवस्थित गरेर तपाईँको पुस्तक बेचिदिन्छौँ, हामी सामाजिक सञ्जालदेखि हरेक ठाउँमा हामी प्रसार गरिदिन्छौँ, आउनुहोस् हामी तपाईँको किताब बेच्छौँ भन्ने किताब बेच्ने अभियानमा जोडिदिनु भएको भए कति रमाइलो हुन्थ्यो। त्यो किताब उहाँको आफ्नो व्यक्तिगत स्वार्थको लागि होइन नि हजुर। यहाँ सबैलाई थाहै छ वीरगञ्जको कृषि औजार केन्द्रलाई कसरी राम्रो गर्ने, कसरी बचाउने देशले व्यवस्था गरिरहेको बेलामा अहिलेको थोरै समय बचेको, जो उहाँ काठमाडौँ अझ कसम खान जानुभएको छैन, अब त सांसद भइसक्नु भएको छ। अझ सहयोग गरौँ, राम्रोसँग बेच्दिउँ भन्ने तपाईँहरूको दिमागमा किन आएन? अझै पनि बेचिराख्नु भएको छ, अझै पोखरामा हुनुहुन्छ। फेरि यस्तो भन्दै गर्दा डाक्टर महावीरको किताब पढ्नलाई हामी पुस्तक छँदैछ, हामी मगाएर पनि पढ्न सक्छौँ, हामीले बेच्ने हाम्रो जिम्मेवारी हो र भन्नुहोला। उहाँले पुस्तक निकाल्नु भयो, तर पुस्तकमा पनि माफिया छ, व्यापारमा पनि माफिया छ। 40% 50% किताबको मूल्य बराबरको कमिसन खोज्दाखेरि होइन म आफै बेच्छु भनेर देशैभरि हिँडेर करोडौँ पैसा उठाएर वीरगञ्जको त्यो कृषि औजार केन्द्रलाई राम्रो बनाइसक्नु भएको छ। तर अहिले तपाईँहरूले अझ राम्रोसँग सहयोग गरिदिनु भएको भए, मेयर साहब म पोखरामै छु, तपाईँको अफिसमा आएर सलाम ठोक्थेँ। तर तपाईँले यति बुझिदिनु भएन, असाध्यै दुःख लागेको छ। केही छैन, अब के गर्ने, जति बोले नि यस्तै हो। गल्ती भए माफी पाऊँ। हस्, थ्याङ्क यू।